वर्षको केटी जो चाहिँ विराटनगरमा एक्लै बस्दैछ उसको अ डे इन माई लाइफमा हजुरहरूलाई स्वागत छ। हाई गाइज, दिस इज सक्कु। अनि बिहानको 7 बजे नै यति चर्को घाम लागेको थियो यो दिन। अनि फ्रेस भएर म चाहिँ चिया बनाउन लागि। युजुअली चाहिँ म चिया खादिनँ, बट त्यो दिन चाहिँ मलाई कस्तो चिया खान मन लाग्यो। चिया पिएर सकिसकेपछि चाहिँ मेरो कति धेरै लुगा धुनुपर्ने थियो अनि मैले चाहिँ निकालेर राखेँ। त्यसपछि रातिको भाडा चाहिँ यत्तिकै रहेछ अनि मैले त्यो पनि सफा गरेँ। अनि यतिकैमा टाइम भइसकेको थियो खाना पकाउने। खाना पकाउनु चाहिँ मलाई एकदम अल्छी लागिरहेको थियो, त्यसैले मैले चामल र आफूसँग भएको भेजिजहरू एकै ठाउँमा राखेर सिटी लगाइदिएँ। मलाई चाहिँ एक्ज्याक्टली यो डिसको नाम चाहिँ थाहा छैन, तर म जस्तो खाना पकाउन अल्छी मान्नेहरूको लागि चाहिँ यो त बेस्ट नै हो कि। अनि साइड बाई साइड मैले आफ्नो बेड पनि मिलाइहालेँ। बेड मिलाउँदा मिलाउँदा मेरो खाना पनि रेडी भयो अनि मैले चाहिँ खाएँ। तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ। त्यसपछि चाहिँ म आफ्नो स्किन केयर गर्नतर्फ लागेँ। एज यु गाइज नो, म चाहिँ अहिले एलो हर्बलको प्रडक्ट्सहरू युज गर्दैछु अनि म चाहिँ हल्का रेडी पनि भएँ। अनि यतिकैमा बाहिरको मौसम हेर्नु न, ओ माई गड, यति राम्रो देखिरहेको थियो। अनि मलाई चाहिँ राम्रो स्काई क्लाउड्सहरू देख्ने हुन फोटो भिडियो खिच्न परि नै हाल्छ। मैले धोएर राखेको सबै लुगा सुकि पनि सकेको रहेछ अनि मैले चाहिँ भित्र ल्याएर सबै पट्याएर राखेँ। सनसेटको टाइममा चाहिँ म माथि गएको थिएँ। यति मजाको हावा चल्दै थियो अनि भ्यू पनि यति राम्रो देखिँदै थियो अनि कति पिसफुल भाइब आइरहेको थियो। अनि म चाहिँ आधा घन्टा जति त्यतै बसेँ। मेरो रुममा चाहिँ चना यत्तिकै प्याकेटमा थियो, मैले चाहिँ डब्बामा राख्न खोजेको बट पोखियो। एनिवेज यो कुनै नयाँ कुरा होइन, यो त मसँग भइ नै राख्छ। त्यसपछि टाइम भइसकेको थियो खाना पकाउने। देन आई मेड माई डिनर अनि खाना खाएर म चाहिँ सुतेँ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो।